अत्यन्तै सुन्दर कलात्मक भव्य मूर्ति करुणामय अवलोकित ईश्वरको प्रतिमा हो, जसलाई अनन्त करुणाको बोधिसत्व मानिन्छ। यस प्रतिमामा उहाँलाई 11वटा शिर र 1000 हातसहित देखाइएको छ, जसले संसारभरका सबै प्राणीहरूको दुःख देख्न, सुन्न र सहायता गर्न सक्ने असीम क्षमताको प्रतिनिधित्व गर्दछ। बौद्ध दर्शन अनुसार अवलोकित ईश्वरले संसारका सम्पूर्ण दुःखी प्राणीहरूलाई मुक्ति गर्ने प्रतिज्ञा गर्नुभएको थियो, तर संसारमा व्याप्त अथाह दुःख देखेर उहाँ अत्यन्तै व्याकुल हुनुभयो र उहाँको शिर टुक्रा टुक्रा भयो। त्यसपछि अमिताभ बुद्धले ती सबै टुक्राहरूलाई 11वटा शिरमा रूपान्तरण गरिदिनुभयो र सबै प्राणीहरूको एकसाथ कल्याण गर्न सकुन् भनेर 1000 हात प्रदान गर्नुभयो। 1000 हातका हत्केलामा अङ्कित आँखाले ज्ञान र चेतना र जागरुकताको प्रतिनिधित्व गर्दछ। तल्लो तहका शिरहरूले शान्ति र करुणाको प्रतीक जनाउँदछ। बिचका शिरहरूले दृढ र सङ्कल्प, उग्र स्वरूपका शिरहरूले अज्ञानता र बाधाहरूलाई परास्त गर्ने शक्तिलाई जनाउँदछ भने सबैभन्दा माथिको मुख अमिताभ बुद्धको, जसले सर्वोच्च ज्ञान र आध्यात्मिकतालाई सङ्केत गर्दछ। 1000 हातहरूले असीम करुणामय कार्यको प्रतीक जनाउँदछ। यसरी 11 शिर र 1000 हातले करुणा र ज्ञान एकसाथ भए मात्र संसारका सबै प्राणीहरूको हित सम्भव हुन्छ भन्ने सन्देश दिन्छ। मुख्य 2 हातहरूलाई भक्ति मुद्रामा राखिएको छ भने अन्य हातहरूमा भएका कमलको फूलले पवित्रता, धनुष र बाणले ज्ञान र करुणा, जपमालाले मुक्तिलाई जनाउँदछ।